बाई एउटा डाटी प्रिपोजिसन हो। बाई भन्ने बित्तिकै इङ्ग्लिसमा चाहिँ बाई अथवा एट भन्ने बुझिन्छ। अब सिम्पल हामीले बुझ्दाखेरि चाहिँ एउटा रुल के छ भन्दा यसमा जस्तै इक्जाम्पलमा बाड हाम्बुर्ग लिग्ड बाई फ्र्याङ्कफुट, जस्तो ब्याड हाम्बुर्ग इज नियर बाई फ्र्याङ्कफुट, नजिकै छ भन्ने लिग्ड बाई भनेर चाहिँ आयो भने त्यो बाई लगाउनु पर्छ। एउटा यो थाहा पाउनु पर्यो। त्यस्तै अर्को एउटा छ यसमा बाई लाग्ने अवस्था भनेको चाहिँ एट द हाउस अफ भन्नेमा कुनै हाउसमा बसेको छ भन्ने लगायो भने चाहिँ बाई लाग्ने गर्छ। जस्तै जी ओन्ट बाई इयर टान्ट, सी लिभ्स एट हर अन्ट, अन्टीको घरमा ऊ बसेकी छिन् भन्ने भन्दाखेरि चाहिँ बाई भन्ने लाग्छ। त्यस्तै अर्को आउँछ कुनै वर्कमा अथवा अफिसमा चाहिँ हामी छौँ भन्दाखेरि अथवा काम गरेको छौँ भन्दाखेरि जी आर्बाइटेड बाई देयर पोस्ट, सी वर्क्स एट द अफिस भन्नेमा बाई लाग्ने गर्छ। त्यस्तै बाई अरूमा पनि लाग्छ, तर मेन गरेर चाहिँ यो पोइन्टहरू हुन्।